इन आउट यसै ल मम्मीले बोलाउनु भयो कहाँ मात्रै गयो होला छोरी ट्युसन जाऊ ट्युसन जानु पर्दैन हस् मम्मी मामु महान्दिम होइन छोरी मै खान्छु मामुलाई कति दुःख परेछ है छैन त्यस्तो दुःख छैन मलाई तिमी भए मलाई पुगिहाल्छ नि छोरी बाबाले नछोड्या भए तपाईँलाई यस्तो दुःख हुँदैनथ्यो छोडेर गयो के गर्ने त पापीहरूले छोडेर गएर भइहाल्यो अब तिमी छौ नि त मेरो लागि संसार भनेकै तिमी हो मेरो है भोक लाग्यो होला ट्युसन पढेर आएको जाउँ खाजा खाना छोरी जाऊ सरलाई चिया खाना बोलाऊ हस् म सरलाई बोलाएर ल्याउँछु सर चिया खाना आउनु मामुले बोलाउनु भयो ए हुन्छ हुन्छ म आएँ तिमी जाऊ ल आउनु न सर भित्र आउनु सर नानी सरलाई पिर्का दिनु मामु भोक लाग्यो भोक लाग्यो के खान्छ छोरी यहाँ तल मालिकको साइडमा जाने किनेकोमा हामी अलिकति चामल माग्यो अनि खानुहोस् भर्खर मेला गएर आएको छु हस् केही दिनुहुन्छ कि खानुहोस् मेरो छोरीलाई साह्रै भोक लाग्यो केही छैन घरमा अघि मात्रै खाना खाएर गएको होइन गएको फेरि भोक लाग्यो भने चाहिँ ज्वरो आएको थियो अब बन्दाको बेला खाइसक्यो अनि यति काम केही गरेको छैन खालि भोक लाग्यो भनेर भयो त काम सक्नु पर्यो नि यति धेरै यहाँ घरमा भाँडाकुँडा माझेको छैन लुगा धुनु यत्तिकै छ तिमीहरूलाई त दया गर्ने उनी छैन कि तिमीहरूलाई लौ यो पैसा अहिले लिएर जाऊ उता गर किनेर खाऊ ओहो राज अङ्कल कता हिँड्न लाग्नु भएको एका बिहानै काममा हिँडेको नि शर्मिला नानी भरे फेरि चुलोमा आगो बल्दैन काम नगरिकन मास्क पनि लाउनु भएको छैन त यस्तो महामारीको बेलामा के गर्ने हामी दुई छाक तार्न गाह्रो हुने मान्छेलाई मास्क किन्ने पैसाले त घरमा नुन तेल आउँछ नानी निषेधाज्ञा कडा गरिएको छ नि त अङ्कल अहिले त मास्क नलाइकन हिँडेको बाटोमा फेला पार्यो भने त खोइ कुनै कति जरिवाना रे अनि 1 वर्ष जेल रे भन्छन् नि त नियम कानुन त हाम्रो देशमा कति बन्छ नि नानी तर कार्यान्वयन पो हुँदैन त कार्यान्वयन हुन्छ त केवल हामी जस्तो दुखी गरिब र कमजोरी निमुखाला मात्रै हुन्छ घरभित्र बसी बसी खानालाई त सरकारले खाना पनि पुऱ्याइदिनु पर्यो नानी के गर्ने हामी जस्तो दुखी गरिबले काम नगरिकन खाना पाइँदैन खुट्टालाई त रोक्न सकिएला तर के गर्ने पेटलाई रोक्नु सकिँदैन भोको पेटलाई रोक्न सकिँदैन निषेधाज्ञा गरी घरभित्रै बसी बसी खानालाई त सरकारले खाना पनि पुऱ्याइदिनु पर्यो नि नानी भन्ने बेलामा लोकतन्त्र भन्ने लाउने बेलामा निरङ्कुश शासन लाउने हामीलाई रोगको भन्दा भोकको चिन्ता छ नानी रोगले मरिएला नमरिएला खाना पाएन भने अवश्य मरिन्छ त्यसो भएर म त काममा हिँड्न लागेको नानी हजुरको कुरा त ठिकै हो अङ्कल तर यस्तो महामारीको बेलामा आफूले मास्क लगाउँदा आफू पनि सुरक्षित भयो र आफ्नो नजिक आउने मान्छेहरू पनि त सुरक्षित हुने भए यसले गर्दा हामीलाई दोहोरो फाइदा हुने भयो नि त्यसकारण मास्क चाहिँ नछुटाइकन लगाउनु होला यी मैले भर्खर पसलबाट मास्क किनेर लिएर आएको लगाएर जानु होला आज त तिमीले दियो र लाउला नानी भोलि के गर्ने नि भोलिको चिन्ता भोलिले गर्छ नि अङ्कल आजको दुःख त आजैलाई पर्याप्त छ नि हस्त नानी धन्यवाद म काममा हिँडेको हतार भइसक्यो म लागेँ ल हस्त अङ्कल राम्रोसँग जानु होला ए जानुका दिदी यो उषाले सधैँ सरलाई चिया खान बोलाउँछ अनि त्यो दीपशिकालाई पनि ट्युसन पढाइरहेकी छे
होइन त्योसँग कहाँबाट आउँछ पैसा दिउसिखालाई ट्युसन पढाउन मलाई त शङ्खै लाग्छ है त्यो खै के थाहा सम्झना पहिले छोडेको आइमेको के भर हुन्छ र न सरसँग त्यसको लसपसको छ कि न सरले आफ्नै सम्झेर छिट्टैमा पढाइदिनु भएको पो छ कि होइन यो कुरा यसो बुझ्नुपर्छ ठिक छैन जस्तो लाग्यो मलाई पारा दुईजना बिचमा केही न केही त पक्कै छ होला हामी यसो बुझ्नुपर्छ है पहिले छोडेको आइमेको केही भर हुन्न भन्छन् हो सही भन्नुभयो जानकारी दियो हजुरले मलाई पनि लाग्छ कि यसमा पक्कै केही न केही त रहस्य लुकेकै छ हो पक्कै केही गडबडी छ है सम्झना होइन त होइन यो हाम्रो मम्मीलाई र आन्टीलाई त अर्का कुरा नगरी खाएको पनि पच्दैन भने बिचरा त्यो उषा आन्टी कति दुःख गर्नुहुन्छ अर्काको मेला जानुहुन्छ अर्काको भाँडा मान्न जानुहुन्छ लुगा धुन जानुहुन्छ आफ्नो जीविका जसो तसो चलाइरहनु भएको छ तपाईँहरूले खाना दिनु परेछ जति बेला खालि उहाँकै कुरा काटेर बसिरहेको हुन्छ पारो तातेर आउँछ भनेर मलाई त आफूलाई कस्तो भोक लाग्छ कि हिँड्नु खाना खानु जान्छ र सम्झना यो छोरी कहिले पनि खुसी गर्छ यस्तो यस्तो पाएर हामी पछि भेटेर कुरा गरौँला नि है अहिले म जान्छु यता भोक पनि लागेको छ अरे साह्रै टेन्सन दिए है त होइन उषा कहाँबाट आएको त कहाँ हुनु नि मालिक नि म घाँस पुरा राखेको नि होइन उषा आजकल त सरलाई निकै मिठो मिठो चिया खुवाउँछ रे नि त घरमा बोलाइ के छ हौ तसँग त्यस्तो चिनी हालेपछि त्यत्तिकै नि मिठो हुन्छ नि चिया हामी दुखी गरिबले सरलाई के नै दिन सक्छौँ र अरू चिनी हालेको चिया त दिएको छैन अरू के नै दिएको छु र होइन उषा त पनि एक्लै छ सर पनि एक्लै हुनुहुन्छ तसँग के छ मिठो भएको कुरा सबै खुवाइदिए भइहाल्यो नि मुख छ भन्दैमा जे पाइ त्यही नबोलै पुग्छ कति हेपेको मलाई हाम्रो इज्जतको हामीलाई ख्याल हुन्न र हे हेपेको होइन क्या उषा तँलाई एउटा मजाक पो गरेको त छिमेकीको नाताले जेसुकै गर हामीलाई के मतलब मजाक गर्ने पनि तरिका हुन्छ नि कसैको आँखा फुटाइसकेपछि मजाक गरेर हुन्छ र तसँग कुरा गर्नु छैन लागि म हे जा जा कुरा गर्नु नि छैन मलाई पनि कस्तो खालको मान्छे होला यो गाउँको मान्छेले कस्तो पाप सोच्छ है कस्तो खालको मान्छे होला होइन उषा बहिनी के भयो निकै गनगनाउँदै हिँडिछौ त उदास पनि देखिन्छौ केही पनि भएको छैन दिदी यत्तिकै बस न बस बहिनी तिमीले केही भएको छैन भने पनि तिम्रो अनुहारले बताइरहेछ भन न भन किन मनमा कुरा लुकाउँछौ मनको कुरा खोलेपछि त मन अलुको हुन्छ हामीले पनि केही सहयोग गर्न सक्छौँ कि यस्तो नि दिदी दीपशिकालाई पढाउने सरलाई कहिले काहीँ यसो चिया खान आउनु भनेर बोलाउँथे चिया खुवाएको कति यो गाउँका मान्छेहरूले के पाप सोच्छन् नि दिदी के गर्नु हाम्रो समाज त्यही भएर त पछाडि परेको छ नि बहिनी आफूले पनि केही गर्न सक्दैनन् अरूले गरेको नि देख्न सक्दैन तिमी पिर नगर बहिनी तिमी सत्य छौ तिमीलाई कसैले केही गर्न सक्दैन यो समाजको कामै यही हो भए रिस गर्ने नभए खिस गर्ने तिमी एकल महिला भएर पनि कति सङ्घर्ष गर्छौ मलाई गर्व लाग्छ दिदी हजुरले हौसला दिनुभयो धेरै खुसी लागेको छ धन्यवाद है हजुरलाई धेरै धेरै धन्यवाद है हामीले कसैको राम्रो सोच्न सक्दैनौँ भने नराम्रो पनि नसोचौँ के उषा यही नै मानिसको वास्तविक पहिचान हो हस् दिदी मलाई ढिला भइसक्यो म जान्छु ल राम्रोसँग जाऊ है त कस्तो टाउको दुखी जस्तो भयो ज्वरो जस्तो भइरहेको बुढी पानी ल्याउ त कस्तो सास फेर्न गाह्रो भयो जस्तो भयो के भयो त बुढा खै टाउको दुखिरहेको खै ज्वरो पनि आए जस्तो छ पानी खानुहोस् न त कतै कोरोना त होइन बुढा खै सन्धि लाग्छ यो कुरा त गाउँलेलाई नभनौ होला यो कुरा त गाउँलेलाई भन्यो भने त घृणा गर्छन् बुढा होइन साँचो कुरा भन्नुपर्छ हामी त अफिसमा छौँ ठिकै छ त्यसो भए म गाउँलेलाई बोलाइ आउँछु ल तपाईँ आराम गर्दै सबै काममा गए जस्ता छन् हतार हतारमा यो मास्क त लाउनै बिर्सेछ मास्क त लाउनु पनि ओहो उषा दिदी तपाईँ पनि लगाउनु नि पनि लाउनु पर्यो नि तपाईँ पनि लाउनुहोस् मास्क मैले त पहिल्यै भनेको थिएँ मास्क नलाइ नहिँड्नु भनेर अङ्कललाई बेला यस्तो छ त्यही भएर पो हो कि के गर्नु होला बुढालाई त धेरै साह्रो भयो जस्तो त कहाँ लाने होला ल सम्झना भाइले गाह्रो भएको छ लिएर जाउँ ल ल ढिला नगराउँदा त गइहाल्नु है बिस्तारै सम्झना राखेर म बस्छु ल होइन दिदी छोडिदिनुहोस् तपाईँ म बसिहाल्छु नि